ल सरलाई जयमङ्गल सर, यो विषयमा थोरै तपाईँले प्रश्न दिनु पर्यो। जयमङ्गल। हामी चाहिँ आज मिति 2083 साल जेठको 31 गते होइन, आज 31 गते सर। 31 गतेका दिन चाहिँ हामी तेमालको एउटा सौन्दर्यले भरिएको र इतिहास बोकेको ठाउँ तेमालको राजा रेन्छेन दोर्जेको चाहिँ शालिग अनावरण अथवा यहाँ निर्माण गरिएको छ। त्यसको आँगनबाट तपाईँहरूलाई सम्पूर्णलाई लासो, फ्याफुल्ला, टसिदेदे, झोर्ले, सेवारो सेवा सबैलाई यहाँबाट तपाईँहरूलाई चाहिँ ढोगरे भन्न चाहन्छु। जयमङ्गल पनि जयमङ्गल। तर वास्तवमा आज यो तेमालको ऐतिहासिकलाई कुरा गर्ने बेलामा हजुर, तेमालमा चाहिँ हिजोको दिनमा शासक वर्गहरूले अथवा यहाँका खसार्यहरूले हिजोको दिनमा नेपाल एकीकरणको नाउँमा आएर चाहिँ पृथ्वीनारायण शाहले 1813 र 1819मा दुईचोटि तेमाल आक्रमण गर्दाखेरि पनि नसकिएको इतिहास ताजै छ। तर त्यो इतिहासहरू हामीले पल्टाएर हेर्दा यो ठाउँमा चाहिँ तेमालको राजा रेन्छेन दोर्जे रहेको भन्ने कुरा चाहिँ इतिहासविदहरूले पनि बताउँछ र इतिहासमा नि यही कुराहरू उल्लेख गरिएको छ। र यो मैले एउटा रिसर्च गर्दाखेरि नामसा भीम भन्ने एउटा पत्रकारको वेबसाइटमा गएर हेर्दाखेरि त्यहाँबाट केही तथ्यहरू फेला पारेका थिए। त्यही कुराहरू अनुसरण गर्दै म केही कुरा राख्न चाहन्छु। जुन किसिमका घटना हिजोको दिनमा 2224 राज्य अन्तर्गत धेरै राज्यहरू तामाङको भएको खुलासा र इतिहासहरू पनि हामीले पढ्न पाइन्छ र देख्न पाइन्छ र पुरातात्विक कुराहरूलाई पनि हामीले प्रमाणहरू पनि यथेष्ट प्रशस्त भेटिएको छ। त्यस कारणले गर्दा विशेष गरेर तेमालको राजा रेन्छेन दोर्जे बल चाहिँ यो ठाउँमा अवस्थित गर्दै गर्दा दुईचोटि तेमाल आक्रमण गर्दा नसकिसकेपछि मित बनाउने बहानामा चाहिँ तल तेमाल बैसीको बगरमा निर्ममतापूर्वक अमानवीय ढङ्गबाट चाहिँ हत्या गरिएको छ। अनि त्यही हत्याको कारणले गर्दा यो ठाउँमा चाहिँ अहिले यहाँका रेन्छेन दोर्जेको सन्तानहरू यो वरिपरि पढिरहेको छ। र यो तेमालमा जति पनि अधिकांश रूपमा बसेको चाहिँ रेन्छेन दोर्जेकै सन्तानहरू रहेको कुरा र उहाँकै चाहिँ सन्तानहरूले भरिभराउ भइरहेको अवस्था छ। अनि हामी यो तेमाल एरियामा चाहिँ विभिन्न